हाम्रो पार्टीले यस क्षेत्रका जनताका समस्याहरूलाई प्रत्यक्ष रूपमा अध्ययन गरेर बुझेर यहाँका जनताकै मुखबाट जनताकै सँग बसेर जनतासँगै खाएर यहाँका समस्या र पीडाहरू के छन्, यहाँको जनताले के महसुस गरेका छन् भन्ने बुझेर काठमाडौँमा सदनमा ती आवाजहरूलाई घन्काउने, सडकमा पनि ती आवाजहरूलाई लैजाने, बजेट निर्माणमा पनि यहाँका जनताका आवाजहरूलाई प्राथमिकता दिने, भौतिक पूर्वाधार सडक निर्माणदेखि कृषिमा सुधार, कृषिमा क्रान्ति ल्याउने उपाय, सिंचाई, मलखातका समस्या। मैले आफू प्रधानमन्त्री हुँदा 12 अरबबाट एकैचोटि 30 अरब पुर्याएर मलखातको समस्या हुन, किसानलाई समस्या हुन दिइएको थिएन। तर अहिले फेरि दलाल र बिचौलियाहरूले सेटिङ गरेर किसानहरूलाई अहिले फेरि मलखातको अभाव भोग्नु पर्ने बाध्यता भएका छ। त्यसका विरुद्ध लडाईँ लड्न पनि हामी तपाईहरुसँग यो अभियानमा छौं। त्यसैगरी शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता क्षेत्रमा जसरी यस क्षेत्रका जनतालाई विभेदमा राखिएको छ, अपमान गरिएको छ, उनीहरूको स्वाभिमान फिर्ता ल्याउन, आत्मसम्मानका लागि पनि हामीले हुलाकी मार्ग केन्द्रित अभियान जरुरी छ भनेर झापादेखि यो अभियान सुरु गरिएको हो। मलाई खुसी छ र हाम्रा नेताहरूको सिंगै टिम तपाईहरुको अगाडि हामी छौं। हामी नेताहरूको टिम निकै जनतासँगका बसाई, जनताका पीरमर्का, हाम्रा शहीद परिवारहरूका आवाजहरू, उनीहरूका आँसुहरू, उनीहरूका पीडाहरू हामीले नजिकबाट देख्यौं, बुझ्यौं, सुनेका छौं र उहाँहरूका आवाजहरूलाई हामीले फेरि एकचोटि गम्भीर रूपले लिएर अगाडि जाने संकल्प गरेका छौं र साथै किसानहरूका समस्या समाधानका निम्ति एउटा नयाँ कृषि क्रान्तिको आवश्यक छ। यहाँ सिंचाईको, मलखातको मात्रै होइन, उत्पादन र उत्पादकत्व वृद्धि गर्न वैज्ञानिक विधि अपनाउन पनि त्यत्तिकै जरुरी छ। त्यस उद्देश्यका साथ पनि हामी यो हुलाकी मार्ग अभियानमा छौं र हामी झापादेखि यहाँसम्म आउँदा लाखौं मात्रै होइन, झन्डै करोड जनतासँग हाम्रो प्रत्यक्ष संवाद भएको छ। लाखौंसँग हामीले भेटघाट गरेका छौं र सबैका कुरा सुनिसकेपछि एउटा नयाँ ऊर्जा, नयाँ शक्ति हामीलाई प्राप्त भएको महसुस भएको छ। म तपाईहरु सबैलाई त्यसका निम्ति आज तपाईहरु यो कपिलवस्तु जिल्लाको बहादुरगञ्जमा जुन उत्साह, जुन जिज्ञासाका साथ तपाईहरु उपस्थित हुनुहुन्छ, त्यसले पनि देखाएको छ कि कपिलवस्तु जिल्ला पनि फेरि एउटा नयाँ जागरणमा अगाडि आएको छ, नयाँ उत्साहको साथ माओवादी केन्द्रसँग जोडिन आएको छ। यहाँ आज पार्टी प्रवेश गर्ने विभिन्न नेता कार्यकर्ताहरूको स्पिरिटले पनि त्यसलाई राम्रोसँग प्रदर्शित गरेको छ। आदरणीय जनसमुदाय, त्यसकारण मैले यो अभियानलाई कञ्चनपुरसम्म पुग्दा एउटा नयाँ संश्लेषण, एउटा नयाँ विश्लेषण, एउटा आर्थिक समृद्धिको नयाँ अभियान, सांस्कृतिक रूपान्तरणको नयाँ अभियानको रूप यसले लिनेछ भन्ने मैले महसुस गरेको छु र तपाईहरु सबैलाई पनि विशेष धन्यवाद भन्न चाहन्छु। यति भनिसकेपछि मैले थोरै कुरा देशको राजनीति बारे केही कुरा राख्नु छ। तपाईहरुलाई थाहा छ, मैले पछिल्लो पटक सरकारको नेतृत्व गर्दै गर्दा भ्रष्टाचारका विरुद्ध एउटा नयाँ लडाईँ सरकारबाटै छेडेको थिएँ। तपाईहरुले देखिराख्नु भएको छ के राजनीतिक दलका नेताहरू जो भ्रष्टाचारमा डुबेका छन् उनीहरूलाई कानुनको दायरामा ल्याउने र कारबाहीको प्रक्रियामा लैजाने काम गरिएको थियो। भूमाफियाहरू जसले राज्यको जमिन व्यक्तिको नाममा बनाएर करोडौं र अरबौं लुट्न पल्केकाहरूलाई जग्गा फिर्ता गर्न बाध्य पारिएको थियो। जनताको जग्गा जनतालाई फिर्ता गर्ने, राज्यको जग्गा राज्यलाई फिर्ता गर्ने प्रक्रियाको सुरुवात गरिएको थियो। तपाईहरुलाई यो पनि थाहा छ, दलाल र बिचौलियाहरूले रातारात करोडौं र अरबौं कमाउने सेटिङ गर्ने, मन्त्री प्रधानमन्त्रीहरूलाई किन्ने, खरिद गर्ने जो सेटिङ थियो, मैले त्यो सेटिङ भत्काउनको लागि लडाईँ लडे र धेरै सेटिङहरू भत्किए पनि र त्यसपछि हामीले सामाजिक विभेदका विरुद्ध सामाजिक न्यायका पक्षमा, तपाईहरुलाई यो कुरा सायद सम्झना होला,
मैले वर्षौंदेखि नागरिकताको समस्या झेलिरहेका नेपाली युवाहरू, खास गरी तराई मधेसमा जसका आमा र बुवा र मम्मी नेपाली नागरिक छन्, तर उमेर पुगेका उनका छोराछोरीले नागरिकता नपाउने बडो विडम्बनाको स्थिति नेपालमा थियो। त्यो स्थितिको अन्त्य गर्नको लागि मेरो नेतृत्वको सरकारले लडाईँ लड्यो, कानुन बनायो र नागरिकता प्राप्तिको ढोका खुल्यो र लाखौं नेपाली युवाहरूले नागरिकता प्राप्त गर्ने स्थिति बन्यो। आदरणीय जनसमुदाय, देशैभरि र तराई मधेसमा मुख्य रूपमा मिटर ब्याज पीडितको समस्या निकै विकराल समस्याको रूपमा रहेको छ। म तपाईहरुलाई पक्कै पनि यसको थाहा छ। मेरो नेतृत्वको सरकारले पहिलो पटक नेपालको इतिहासमा मिटर ब्याज पीडितहरूका पक्षमा ऐन निर्माण गर्यो र अनि मिटर ब्याज पीडितका समस्या समाधान गर्ने निकै ठूलो मेहनत गर्यो। यद्यपि अझै पनि यो समस्याको समाधान भइसकेको छैन, ऐनको ठिक ढंगले कार्यान्वयन भइराखेको छैन। हामी सरकारबाट हटेपछि यो समस्या फेरि जस्ताको तस्तै बल्झिएको अवस्था छ र यो समस्या समाधान गर्ने उद्देश्य पनि हाम्रो यो हुलाकी मार्ग केन्द्रित राष्ट्रिय अभियानमा अन्तर्निहित रहेको छ। म यहाँहरूलाई यो कुरा पनि जानकारी गराउन चाहन्छु। त्यसैगरी सामाजिक विभेदका दृष्टिकोणले सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय मेरो नेतृत्वको सरकारले गर्यो र विदेशमा गएका तपाई हाम्रा छोराछोरीहरू, हाम्रा परिवारका सदस्यहरू अहिले 15 लाख चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध भइसकेका छन् र देशभित्र पनि औपचारिक र अनौपचारिक दुवै क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने ढोका खोलिएको छ। तपाईहरुलाई यो पनि थाहा छ, मैले हिन्दुस्तानको भ्रमण गर्दा, भारत भ्रमण गर्दा भारतसँग दीर्घकालीन महत्त्वका थुप्रै सम्झौता भएका छन्, जुन सम्झौता नेपाल र नेपाली जनताको हितमा छन्। चाहे त्यो विद्युतसँग सम्बन्धित सम्झौता 10,000 मेगावाट तपाईहरुले सुन्नु भएको छ, या कृषिमा क्रान्ति ल्याउनको लागि भएका सम्झौताहरू, या बोर्डरमा आईसीपी इन्टिग्रेटेड चेक पोस्ट चाहिँ खडा गर्नका लागि भएका सम्झौताहरू, या नेपाल, भारत र बंगलादेशका बीचमा त्रिदेशीय विद्युत व्यापार सम्झौताको सहमति, यी सबै दूरगामी महत्त्वका। तपाई हामी जीवित रहँदा मात्रै होइन, तपाई हामी मरेपछि पनि हाम्रा छोराछोरी, नाति नातिनले पनि यसबाट लाभ लिन सक्नेछन्, त्यसकालका सम्झौता भए। तपाईहरुलाई यो पनि सम्झना होला, मेरो चीन भ्रमणमा जाँदा थुप्रै परम्परागत नाकाहरू बन्द थिए। उत्तरी सिमानामा बस्ने नेपालीहरूको व्यापार व्यवसाय चौपट भएको थियो। म त्यहाँ गएको बेलामा सबै परम्परागत नाका खोल्ने सम्झौता भयो र अहिले प्राय सबै नाका खुलेका छन् र उत्तरतिर पनि व्यापार व्यवसाय बढ्ने ढोका खुलेको छ। जनताका पक्षमा, राष्ट्रको पक्षमा गरेका राम्रा कामहरूले उनीहरूलाई घाटा भयो। उनीहरूले रातारात कमाउने गरेको करोडौं र अरबौं डुब्ने खतरा पैदा भयो। उनीहरूले कब्जा गरेको जग्गा फिर्ता जाने भयो राज्यमा। बिचौलियाहरूले कमिसनको खेल रोकिने भयो भनेर तपाईहरुले देख्नु भएको छ। हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो। संख्याको खेलको नाममा हेर्दाखेरि त पार्टीहरूले गरे जस्तो देखिन्छ, तपाईहरुलाई नि पार्टीले गरे भन्ने जस्तो लाग्छ होला, तर म तपाईहरुलाई भन्न चाहन्छु त्यो पार्टीहरूको बुद्धिले भन्दा दलाल पुँजीपतिहरू, बिचौलियाहरू, भूमाफियाहरू, तस्करहरूले बनाएको सरकार हो यो। यसको काम भ्रष्टाचारीहरूलाई कारबाही गर्नु होइन, भ्रष्टाचारीलाई रक्षा गर्नु यसको काम हो। राम्रो काम गर्ने कर्मचारीलाई बर्खास्त गर्नु, नराम्रो काम गर्नलाई खोजी खोजी पुरस्कार दिनु यसको काम हो। गएको 8-10 महिनामा तपाई हामीले देखिसकेका छौं, कुलमान जस्ता लोड सेडिङ अन्त्यमा महत्त्वपूर्ण भूमिका खेल्नेलाई अपमानपूर्वक हटाउनेदेखि त्यस्तै अरूलाई ल्याउने काम गरिएको छ। र अहिले तपाई हामीले देखेका छौं, सरकारका प्रत्येक क्रियाकलाप राष्ट्र र जनताका विपक्षमा गएका छन्। छिमेकीहरूसँगको सम्बन्ध बिग्रिएको छ। अन्तर्राष्ट्रिय इज्जत र प्रतिष्ठा नेपालको कमजोर भएको छ। अहिले
मैले सदनमा अन्तिम पटक विश्वासको मत लिँदै गर्दा भनेको थिएँ उनीहरूले कथित संख्याको बलमा हामीलाई सरकारबाट बाहिर जान बाध्य पार्दैछन्, तर मैले विश्वासको मत लिने आफू पराजित हुने देख्दा देख्दै पनि मैले मत विभाजनको माग गरे सदनमा। तपाईहरुले बुझ्नु भएको छ कि छैन मलाई थाहा छैन। मैले मत विभाजनको माग गरे। मैले मत विभाजनको माग गर्नुको मुख्य उद्देश्य थियो मत विभाजनमा मेरो सरकार असफल भएपछि उनीहरूको गठबन्धनको सरकार बन्ने ठाउँ थिएन। त्यसकारण उनीहरूको गठबन्धनको सरकार बन्न सक्दैनथ्यो। सरकार नेपाली कांग्रेसको नेतृत्वमा बन्नु पर्थ्यो। सबभन्दा ठूलो दलको नेताको नेतृत्वमा सरकार बन्नु पर्छ भन्ने कुरा संविधानमा बडो प्रष्टसँग त्यो प्रावधान लेखिएको छ। तर बडो जालझेलपूर्ण तरिकाले अपारदर्शी तरिकाले रातको अँध्यारोमा 12 बजेपछि सम्झौता गरियो र जबरजस्ती संविधान मिचेर लोकतन्त्रको मर्म मिचेर यो सरकार बनेको छ। तपाई हामीले अब त सबैले बुझेका छन्, तपाईहरुले पनि देखिराख्नु भएको छ। नेपाली कांग्रेसका सबैजसो मन्त्रीहरू अब सरकारको विरोधमा बोल्न थाल्नु भएको छ। नेपाली कांग्रेसका नेताहरू बोल्न थाल्नु भएको छ। बिस्तारै एमाले भित्र पनि उकुस मुकुसको वातावरण देखिएको छ र यो सरकार मैले त भनेको थिएँ यो सरकार हामीले फाल्न बल गर्न पर्दैन, आफ्नै बोझ थाम्न नसकेर यो ढल्छ भनेको थिएँ मैले। आजभोलि तपाईहरुले हेरिराख्नु भएको छ। सायद केही समयको मात्रै मेहमान हुने स्थिति देखिसकिएको छ। हामी यो तराई मधेस जागरण अभियान हुलाकी मार्ग केन्द्रित नै किन गर्यौं म थोरै यो बारे तपाईहरुलाई जानकारी गराउन चाहन्छु। लामो समयदेखि हुलाकी मार्ग निर्माणको प्रक्रिया अवरुद्ध थियो। मैले 73 मा दोस्रो पटक नेपाल सरकारको प्रधानमन्त्री हुँदा भारत भ्रमणमा गएको बेलामा हुलाकी मार्ग निर्माणको काम रोकिएको बारे गम्भीर ढंगले त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीजीसँग कुरा गरेको थिएँ र पहिलेको समझदारी अनुसार भारत सरकारले यो निर्माण प्रक्रियामा सहयोग गर्ने कुरा के हो भन्ने कुरा गरेपछि मोदीजीले त्यसलाई अगाडि बढाउने हो, तपाई नेपाल फर्केर हुलाकी मार्ग निर्माण प्रक्रिया सुरु गर्नुहोस् भनेपछि मैले त्यहाँबाट भारतबाट फेरि देश फर्केपछि सिराहा जिल्लाको बरियारपट्टी भन्ने ठाउँमा गएर हुलाकी मार्गको शिलान्यास सुरु गरेको थिएँ र त्यहाँबाट यहाँसम्म आउँदा हुलाकी मार्गको धेरै भाग निर्माण भइसकेको छ, भइरहेको छ। कयौं पुलहरू र कतिपय ठाउँहरूमा अझै हुलाकी मार्ग निर्माण हुन बाँकी छ। हामीले यो हुलाकी मार्ग निर्माणको निम्ति माओवादी केन्द्र र त्यसको नेतृत्वको हैसियतले प्रधानमन्त्रीका हैसियतले मैले विशेष पहल गरेको कारण हुलाकी मार्गसँग र हुलाकी मार्ग वरिपरि बस्ने नेपाली जनता, ती मजदुर किसानहरू, आदिवासी जनजातिहरू, दलित महिलाहरू, मधेसी मुस्लिमहरू र सबै समुदाय प्रति हाम्रो विशेष जिम्मेवारी रहेको मलाई महसुस हुने गर्दछ। त्यसकारण नेपालको इतिहासमा पहिलो पटक माओवादी केन्द्रले नै हुलाकी मार्ग केन्द्रित पूर्व पश्चिम अभियान सञ्चालन गर्ने साहस गर्यो र त्यसैको परिणाम आज बहादुरगञ्जमा तपाई हजारौंको संख्यामा उपस्थित जनसमुदायको अगाडि हाम्रो टिम आइपुगेको छ र तपाईहरुलाई मैले सम्बोधन गर्ने अवसर प्राप्त गरेको छु। यो पहिलो कुरा।